हेलो गुड मर्निङ के छ अलि सुतिरहनु भएको छ कि उठ्नुभयो अहिले त 5:11 भइसकेछ नि फेरि अहिले चाँडै उठ्नु पऱ्यो फ्रेस हुनु पऱ्यो कहिलेकाहीँ त उठ्दा पनि हुन्छ म सबै म चाहिँ आज खासमा चाहिँ अलिक चाँडै उठ्नुको कारण चाहिँ हामी चाहिँ सत्यवती बजे भन्ने मन्दिर जाँदैछौँ यो चाहिँ हाम्रो ठ्याक्कै एक्ज्याक्टली त मलाई थाहा छैन लोकेसन चाहिँ तर पाल्पा र बुटोलको बिचतिर पर्छ कि जस्तो लाग्छ 170 किलोमिटर एराउन्ड छ र अब म उठिसकेँ उठेर अब नुहाइधुवाइ गर्छु नुहाइधुवाइ गरेर सकेपछि चिया खाएर एकदम साट चाँडै रेडी भएर चाहिँ फेरि म केटाहरूसँग जानुपर्ने छ र हामी आज चाहिँ 4 जना जाँदैछौँ उहाँ चाहिँ खासमा घुम्न पनि हुन्छ कहिलेकाहीँ चाहिँ यसो धर्मकर्मतिर पनि लाग्नु पर्यो सधैँ अनि त्यसै हिँडेर नि भएन के भन्नु भन्दाखेरि म उता गएपछि नि अब नुहाइधुवाइ गर्छु त्यसपछि उता भन्दा पनि ओके गाइज ल म चाहिँ नुहाए पनि भइसक्यो यसो कपाल अलिक चिसै छ अब नुहाएर सकियो मेरो चिया पनि रेडी भइसक्यो अब चिया खाएर हामी चाहिँ निस्किन्छौँ उठेर मिठो भएको छ अब चिया खाएर हामी चाहिँ यहाँबाट निस्किनुपर्छ अब केटाहरूले नि रेडी भइसक्यो होला नि फोन त गरेको छैनन् अघि नै उठ्यो भनेको चाहिँ अब उनीहरू पनि रेडी हुँदै होला नि अब म चाहिँ यहाँ कपाल सुकाउँछु एकछिन र अब सकिएपछि चिया खाएर हामी निस्किन्छौँ बाहिर त अँधेरै हुँदो रहेछ यस बेलासम्म बाइक निकाल्नु पर्यो मेन भनेको ढिलो भयो भनेर उहाँ कराइछन् फोन गरेर दिन पर्यो ट्रेन हाल्नु पर्ने थियो छोरीपटनतिर हाल्नु पर्ला अब कस्तो राम्रो उज्यालो हुँदो रहेछ बिहानको 6 बजेको मैले फर्स्ट टाइम होला देखेको 5 महिना 6 महिना एराउन्ड 6 महिनै भयो होला मैले बिहानको घाम नदेखेको आज देख्ने भयो छिटमिटी उठिन्न काम केही छैन उठेर नि उठ्नु त राम्रो बानी र उठेर के गर्ने भन्ने कुरा हुन्छ नि त अब ठिक छ पेट्रोलको चाहिँ हालत त्यस्तो रहेछ रेनकोट हाल्ने भने रेनकोट हाल्नु बिर्स्यो रेनकोट गोली मार्दे नाच भइरे न चस्मा हाले त्यसपछि ओहो त्यो हिमालय बाबा कस्तो राम्रो देख्यो म चाहिँ अहिले सीताराम क्लथिङ जानु पर्यो भनेको यहाँबाट राम मन्दिरबाट नि छैन त्यसपछि मस्जिद लाग्नु पर्ने भयो त्यहाँबाट अघि अगाडिबाट स्कुल बिहान बाबा हिमाल कस्तो बवाल देखेको यार साँच्चै नै राम्रो देखेर माछा पुछ्ने खानेपानी पो रहेछ खानेपानी बोरिङ प्राइभेट भिटे नेपाली पढ्न फेरि अलिक जानिँदैन समस्या त्यसपछि अब लाग्नु पर्यो सीताराम गाली त गरिहाल्छ नबेक्छिन् अरू थियो फेस मास्क थियो सबै बिर्सियो यार कति चाँडै उठ्यो पनि म ढिलो गर्छु आठपछि शिशु भयो तर आउनु पर्ने थियो यार घर गएको थियो
फेरि केही छैन अहिले 1 घन्टामा त घाम लाग्यो नि right. Serious. Good morning हजुर धेरै ढिलो त भएन नि धेरै ढिलो त भएन आधा घन्टा भनेको त नर्मल टाइम त हो वेलकम टु माई के अरे च्यानल जाम न त ल अब हामी चाहिँ लाग्नु पर्यो शुभ यात्रा ल हामी चाहिँ छोरेपाटन आइपुग्यो है त ल अब पेट्रोल हाल्नलाई माथि चाहिँ बन्द रहेछ अब यहाँ एकचोटि पेट्रोल हाल्ने ठाउँमा हेरौँ पेट्रोल छैन कि साँच्चै चिसो छ मौसम चिसो छ मौसम भनेको पेट्रोल पम्प यहाँ पुग्ने नि त यार पुगिन्छ होला सेन्जो त पुग्छ यति छ भने चाहिँ तर पुग्छ नपुगे नि अब ज्ञान पनि पेट्रोल पम्प यहाँ नि छैन खुल्ला क्याम्पस आएकाहरू एउटा डेटिङ त होला हो हामी चाहिँ कहाँ आइपुग्यो भन्दा यो चाहिँ के भन्छ अरे भ्यू पोइन्ट ए यहाँ रहेछ नि होइन 90 पुऱ्याउनु लाग्यो मैले नि ल सनराइज भइसक्यो अब चाहिँ हामी एउटा निस्कियौँ ओके ल हामी चाहिँ कहाँ रन्केर आएको पनि त्यस्तो यार हामी जाँदैछौँ तर ठाउँको नाम चाहिँ कहाँ रे ठाउँ कहाँ हो के खोला बुझिन फेदी खोला मैले नामै बिर्सेँ फेदी खोला यो हामी चाहिँ अब अगाडिपट्टि चाहिँ फेदी खोलाको चेकपोस्ट छ ल अब बिहान बिहान कारहरू खाली नै भनेर त होला रन्किँदै हिँड्ने आफ्नो यहाँ पन्जा लाउनु ग्लभ लाउनु बिर्सेर कस्तो भयो फेरि चिसो तर दिउँसोमा त यस्तो हुँदैन अब हामी बिहानै नउठेकोलाई चाहिँ अब थाहै नहुँदो रहेछ कि त्यही त नि अब बाटोमा फेरि कुकुरहरू फेरि हो लरबर खान् ट्रक आहा के माल बोकी खाने गर्ने खोलाको चेकपोस्टमा आइपुग्यो हजुर अब यहाँ चाहिँ चेकिङ भइरहेको छ बेला बेलामा चाहिँ चेकपोस्टमा आज चाहिँ चेकिङ थिएन ओके वी आर इन भालु पहाड स्याङ्जाको एउटा के ठाउँ भन्छ हो ट्रकजी गाइज कुरो तलपट्टि त्यो खोलामा हो कि त्यस्तो देखिने उतेताको त्यो माथि बाफ उडेछ नि त्यो तल खोला भएपछि चाहिँ मजाले राम्रो देखिँदो रहेछ खोलाकै बाफ हो तलबाट हामी चाहिँ अहिले ठ्याक्कै भालुपाहाड अब कट्न लागियो साथीभाइहरू चाहिँ अगाडि पुगिसक्यो क्या फेरि ल यहाँ पेट्रोल छैन हातेर त ए बाबा हेलो मौसम राम्रो छ नेपाली पनि राम्रो हाल्यो हामी नागडाँडाबाट पेट्रोल हालियो अब चाहिँ हामीले स्याङ्जातर्फ अब स्याङ्जा पुगिन्छ कति अब एकछिनमा पुगिन्छ 10-15 मिनटमा पुगिन्छ होला मेबी है स्याङ्जा पनि छिरेर मजाले पर्न लागिसक्यो स्याङ्जा के बित्यो नि एउटा के अरे आशिषमा स्याङ्जा बजारमा मेरोमा के भन्ने थियो नि सोल्डले माइकै अफ गरिदियो जस्तो लाग्यो
यही हो गाइस किलो लार्की देखेको छैन राम्रोसँग एउटा ग्लोभ्स यहाँ एउटा ग्लोभ्स किन्नु पर्यो कहाँ ए गार्डन प्ले भन्छ मलाई यत्रो घन्टी रहेछ कति रमाइलो हो हालेर सैन्जा बजारै गाइज ल चाहिँ लाग्यो अब हामी चाहिँ यहाँबाट चाहिँ मलिक छिरियो हाम्रो एकदम चिसो छ मेन कुरा भनेको चाहिँ यहाँ हात काटिएर केही समात्न मिलेको छैन ग्लभ समात्न नि मिलेको छैन केटाले हात मर्निङ बजार ओ सर चिया खानु पर्यो हरियो मटर ताजा लड्को कालो केटो ल चिया चाहिँ हामीले अब सुरु भइसक्यो टक्क सन्तोष लगाएर फेरि नफाल नि यार जे पनि घाक्रा घुग्रु पारिदिइहाल्ने यार के हो र यो कुन ठाउँमा अरे हामी चाहिँ वालिङ लड्को फेरि लगाएर फेरि कहाँ के बस्यो फेरि ल रमाइलो छ ल चिया चाहिँ कुन चाहिँ सुन लियो नि भयो नि है ल टक्क चेस होइन कहाँ थैट कस्तो लाग्यो मौसम चाहिँ तपाईँलाई चिया चाहिँ हो र यो फेरि चोरी गाईको दुध हो नि हो होइन दुहेको हो अपाङ्ग भागा त्यो त बहिरो भागा होला नि चिया कस्तो रहेछ अरे सन्तोष होइन अघि भन न के खतरा के अब तिमीले पाउँदैनौ तिम्रो मोबाइल पचाक भइसक्यो अलि अँध्यारो छ नि त सिरियस भयो यो मेरो डकार आएको पनि पचक भएको है जाम भयो अब रातो हजमला गर्ने खालको याद आएको मलाई चाहिँ डेन्जर चर्को नि त्यो पाचक रुचि होइन यस्तो फेरि पेटको समस्या हुनेले त खाइराख्नुपर्छ नि त त्यही लिएर आएको हुन्थेन यो बाटोमा हो र कि हामीले देऊ भनेको नि हुन त हामी पर्दैन अब ठिकै छ आफै बजार होइन साउन्डले पनि सुनिँदैन होला त्यो त बाइकको साउन्डले सुनिन्छ होइन भन्नु खोजेको तिम्रो आफैले पनि सुनिन्न कि त्यहाँ बाइकमा चाहिँ भनेको ल अब चाहिँ हामी यहाँबाट यो कहाँ अरे पाल्पा पनि अझै आइपुगेको छैन जाने बाटो अब अब के ठाउँ ठ्याक्कै त याद भएन अब यहाँबाट चाहिँ लाग्नु पर्यो एकछिनमा गन्तव्य त टाढा खा त अझै बल्ल कति बज्यो लगेर घडी पनि अफ भएछ क्या 12 बजी सकिन्छ 9 बज्नलाई 10 11 12 ओके ल अहिलेलाई चाहिँ यति नै हस्त धन्यवाद ल हामी चाहिँ लखनदरु ड्याङ 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 पाल्पातिर के कसो होइन धनी ब्लकको धनी छ्याङबाल पैसा कमाछु भने अघि लगेडा हो चिसो चिसो छ है यतातिर डेन्जर चिसो छ ओ के भएको यस्तो हे आमा ठिक 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 चलो है तिमीले है डेन्जर हान्छी हो क्या म भनेको आनन्द भयो है ठिकै छ अहिले आउँदाखेरि नि तिमीले चलाऊ है हुन्छ आधा होइन कि अहिले आउँदा नि सबै चलाऊ कि क्या ढुक्क हे तिमी त डेन्जर राइडर हो रे त होइन र लकेडाहरूको तर्क झ्याम 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 डेन्जर हो कि हेर न यहाँ केटाहरूको अजुवा छ नि यहाँ कपडा सपडा ल म चाहिँ पछाडि बसेर चिनेको मात्रै होला होइन ढ्याक 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 जेबिएलमा गीत बजाउँदै
यस्तो हो गर्छौ यस्तो कुरा गर्छौ ल झन् कस्तो होला त्यस्तो कुरा नगर है खै यार साथ गर के साथी साथ गर्दै हुँदा रहेछ यार ल यो चाहिँ के बजार रे यो रामबाछा हामी चाहिँ अहिले रामबाछामा ड्याम यो छापले चाहिँ रामे छाप रे होइन ल हाम्रो औटा छाप रे छोरो चाहिँ ठिक छ बाइक चाहिँ डेन्जर छ है डेन्जर केटाहरूको आम्मामा ल केटा अहिलेको लागि चाहिँ यति अहिले एकछिनपछि फेरि भेटौँला है त ल केटाहरू चाहिँ रेडी होइन आफ्नो साथमा ल साँच्चीको लौडा पर्ला है ओए भन्दैछु ल म पनि अब मेरो राइडमा बस्छु ड्याक्क लगाएर होइन अल्ला लु जाउँ अब ओए आम्मा ठोक्छ क्या हो दादाहरू हो यिनीहरू यहाँको टोले दादाहरू हो बिस्तारै हामी स्थान पाल्पातिर जानुपर्छ ल ट्याक्क हाम्रो मेरो सेट छ पाल्पा जाडो भयो केटा हो जाडो भयो एकदम जाडो भयो अब चाहिँ सब उडाएर हैरान भइसक्यो छेउबाट आउँदै हुनुहुन्छ ल हेर्नुहोस् उहाँको रमिता ठिक छ ल यो चाहिँ माइक हो माइक होइन अनि त्यहाँ हावाले केही नसुनेर यहाँ मैले माइक युज गरेको नसुताउनु साथी क्या लडिक छ केटाहरू त बुलेट वहाँ पुगिसकेछ त रफ्तारमा यार ल कुण्डा हो यो ल भ्लगको धनी फेरि होला कति अरे है भ्लगको धनीले त्यस्तै भन्छन् फेरि केटाहरू भ्लग हान्ने रे फेरि स्टोरेज छँदै छैन स्टोरेज मिलाउँदै त हप्याक भइसक्यो नि अनि हेरेर त्यहाँ भ्लगरको पारा फेरि म्याटोनेहरू पर्खाउने मर्छु के गर्नु यस्तै छ भ्लग बनाउने रे बिहान 2टा भ्लग खिचेको सकियो अरे स्टोरेज यसो हेर्दाखेरि त अनि ए यहाँ पो छ यार माइक यहाँ थियो म त माइकै बिर्सेर यहाँ हेरौँ त केटा हो यहाँ हेरौँ त के ओहो सही रहेछ त यार यो त यार पुल हेर न त्यहाँ गाइस पुल ओहो यहाँ हेर त यहाँ जहाँ हेऱ्यो त्यही सुन्दर छ किन यहाँ त मन्दिर हो क्या यो चाहिँ मन्दिर के मन्दिर हो थाहा छैन सही रहेछ ल केटा हो हामी चाहिँ गला गाउन लाग्यो रे केटाहरू नि राखेको बिस्तारै हिँडिरहेको छ पछाडि है के हो मेरो कपाल त शङ्कर
ल यो चाहिँ बाटो यस्तो छ है गरिबले चाहिँ यो घर त एक्लो घर है लगेर अब यहाँ दादाले माइक पनि अर्कायो है वायरलेस माइक आज भोलि यो गाडीले यति कुदाउँछ बाटोमा यिनीहरूलाई बाटो चाहिँ एकदम मक्खन रहेछ है मक्खन यार ल अब चेकिङमा परेछ है हामी चाहिँ कागजपत्रहरू छ कि छैन सरको कागजपत्रहरू छ कि छैन सरको छैन होइन फेरि सर फेरि अलिक धेरै इलिगल रूपमा हिँड्न रुचाउनुहुन्छ आज चाहिँ फेरि लिएर हिँड्नु भयो रहेछ ल ठिक छ अब चाहिँ मामाहरूले बाबा गरिदिउँ है हजम लगेर आउँदै गर लगेर यत्रो हिँडिसकेपछि गलेङ आइपुग्यो है जे होस् अहिलेसम्म चाहिँ रेन्जर रैला नै भइरहेछ होइन हिँड्दाखेरि चाहिँ चिर भइरहेछ डेन्जर चिर भइरहेछ केटाहरू हेर त हिरोभन्दा कम छन् त छैनन् त्यो के अरे माइलो डनको फिल्म आउँदैछ अरे है माइला दाईको फिल्म आउँदैछ अरे है फिल्म आउँदैछ अरे है फिल्म हिरो त नि ठ्याक्कै फर्काउने फेरि म्याडमलाई सन्न त बुलेटमा त खान्छ फेरि अहिले सन्त चाकै दुई कस्तो बस्यो हो कि एउटा मजा भयो कि मजाको छ बुलो सिट यो त यहाँ आफ्नो माथिको माथिको छाला निस्केर लाग्छ हामी चाहिँ त्यो त बस्नु नि मिल्दैन उठेर जान फेरि कम दुःख हुन्छ नयाँ कुराको एक्सपिरियन्स लिने हो नि त छाला च्यातेको छालाले सिटमा बसेर यत्रो 5 घन्टाको यात्रा सोच्दा पनि डर लाग्छ चिरिङै हुने बाटो त पनि राम्रो केटा हो गल्याङ डेन्जर राम्रो भ्यू डेन्जर त होइन जस यो चाहिँ हाम्रो गल्याङ है यो चाहिँ घरहरू ड्याक घरि पो रहेछ त यार यो अलि क्यामेरा अलि भएन के गर्नु यस्तै छ है केटाहरू चाहिँ ल हेर्छ बोलाउनी को नि लैहाल्यो मोनी के भन्न चाहनुहुन्छ सर तपाईँ डराएको यो बुझी होइन यो माइक हो कस्तो भइरहेछ त नि अहिलेसम्मको राइड एकदम राम्रो छ होइन अब एउटा ट्रकले चाहिँ बाटै दिएन मलाई म अलिअलि धुलो खाएँ तर पनि धुलो खाए जस्तो देखेको छैन होइन चल्दिन फेरि अरू 2-3 वटाको धुलो खान्छ अरू ओके त्यो ट्रक आउँदै हो के त्यो ट्रक गइसक्यो के यो चस्माको बारेमा भन्न बिर्सेछु यो स्ट्रेट फ्रम भन्ने कि कहाँबाट चाहिँ अस्ट्रेलियाबाट डाइरेक्ट धेरै धन्यवाद दिलीप रायजीलाई चाहिँ मलाई यो राम्रो चस्मा चाहिँ मलाई प्रदान गर्नुभएकोमा चाहिँ उहाँलाई धेरै धन्यवाद दिन चाहन्छु ल टु मिस्टर दिलीप रायमाझी ओके ल हस्त धन्यवाद ल फेरि पनि हाम्रो अब यात्रा सुरु गर्नुपर्ने बाध्यता छ है ट्याक्क अब मन्दिरमा गएर म बाँदरलाई खिच्छु फेरि मन्दिरमा गएर ल ठिक छ अबको स्टप चाहिँ राम्रै हो ल ओ ट्रक आयो हामी चाहिँ भाग्छु अब होइन ट्रकले भेट्यो भने बिताउँछ अरे ल एउटा अहिले एकछिनमा भेटौँ है त मुताइसी मुद्नै पर्यो है यहाँ तल त हरि दामी यो चाहिँ के हो ठाउँको नाम चाहिँ थाहा भएन है ठ्याक्कै यहाँ कसैलाई पनि थाहा होइन ठाउँको नाम त होइन ल यो ट्रकले यार धुलो खुलाएर 20-30 किलो धुलो त आँखामै टाँसिसक्यो होला यार
फेरि पिसाब फेर्ने भन्छ नि यार कति फेर्ने हो ब्ल्याडर नि 20-30 वटा छ कि उता देखाउ न हामी कहाँ यो भन न तिमीले भन ल हामी चाहिँ के हो यो ठाउँको नाम अब हामी पुग्न लाग्यो कहाँ हो थाहा भएन फेरि साइड दिन्छ अहिले थाहा पाउने कति निलो हेर नि तल यार हरियै छ है निलो कि हरियो हरियो गिरिन ए नेचुरल हो भन्दै 20-30 चोटि मुद्दिने बाटोमा ए ठिक छ ल एउटा हामी चाहिँ हिँड्दैको चल्दैको अरे यहाँनिर यो हावाले गर्दा अलिक धेरै सुन्दैन क्या यदि मैले माइक जोडेँ होइन चार्ज गर्नु परेर हल्का गाह्रो छ है ओइ म्याग यो त औडा रहेछ कि पानीले यार देखेन है मैले पनि देखेन यार क्यामेरा पनि देखेन ल आउँदै गरौँला भेट्दै गरौँला अहिलेको लागि जय नेपाल लगेर यो चाहिँ रामदी ल्यान्डेड के भन्नुहुन्छ फेरि भावनामा बगिहाल्छ मेरो साथी गाह्रो छ बाँचे भेट मरे त बगर भन्ने कि सुनेन यस्तो पनि छ अरे है यो रामदी पुल हो उहिले हान्छन् क्या लगेर जाउँदाखेरि हामी चप्पल खसेर निकालेको कि सूचना ए यहाँ चप्पल खसेर निकाल्यो ल ट्याक्क यो चाहिँ रामदी पुल यो चाहिँ रामदी खोला नदी के हो यो ल फेरि पनि थ्याङ्क यू भन त फेरि पनि धेरै धेरै धन्यवाद अनि यो भजनमा नाच्न खोज्ने फेरि ए त्यहाँ त मन्दिर पो रहेछ यस्तो मन्दिरहरू त झत्ताततै छ यार चेकिङ डबल साइड त बोलेको छैन बोले नि बोली गएर त नि मन्दिर जाने बेलामा संस्कारी भएन रे भिडियो पठाएर रोलान फेरि भक्कानिएर आमा आमा अन्दै त मुतुवा कतिचोटि आज ठाउँमा 4 चोटि त मुते भिडियो गर्नुपर्छ कि अब ट्र्याकको यताबाट बोतल भरेर फेरि फाल्ने सर अलिकति पर उत्रु गरेर फाल्नु पर्छ नि फेरि फेरि त्यहाँ पछाडि पुरै बाइकभरि गनाउनु थाल्यो भने त फोटो हाल्नु डर लाग्यो फेरि यो त वार्की पार गर्नुपर्छ बर्खामा पो डर लाग्ला अनि त लागेन हो क्या हो डर लाग्दैन साथी अलिकति गाडी पर्छ यहाँबाट फाल्यो भने उता जानु त म त डराएँ है गिफ्ट खस्ला फेरि समस्याको कुरो गिफ्ट खस्ला फेरि फोटो हाल्नु न खजिकन त खट्टा हानु के हो विदेशमा गेम चल्दिने हो क्या नेपालको झन्डा कहाँ हो तिमी विदेशबाट आएर के विदेश आएर राइटमा टक्कर ओए झन्डा झिका त तिम्रो राइटमा टक्कर यता ओ माय गॉड ओए यो त हुँदा रहेछ यो पुल त यार त्यही हल्लिँदो रहेछ यार यो पुल यहाँ फेरि इन्जिनियरको अनुमान हो फेरि यो चान्चुनी मान्छे होइन बस आयो कहिले देख्न ए चरा होइन
यो चरा होइन यो परेवा यो चरा होइन यो परेवा अरे यो वाला दादा पनि न पर्बु आकेको पर्बु चोके 16 आछ नि एउटा खै म त थाहा भएन म थाहा भएन सरी माफ पामै रामदीप बुला तोरने बित्तिकै बाँचे भित्र मरे त बगरै त्यो जमाना पुल नहुँदाखेरिको होला कि अलिकति कच्चा पुल हुँदाखेरि अब फेरि यिनले त भन्दिबे यो पनि कच्चा भनेर कहाँ इन्जिनियरको कुरा त पत्ताउनु पर्यो नि भनेको अब त पुरानो भयो नि पुल त धेरै वर्ष बाद छ यो पुल अझै बाँच्छ होइन त्यही हो नि के जात हो नि उताको फेरि यो नयाँ पुल हाल्न फलाम हो फलाम त मलाई थाहा एउटा ल फेरि पनि थ्याङ्क यू भन त भयो यही नै हो है दिलीप ल केटाहरूको राइड है फेरि यस्तो छ कस्तो दुलैहरू जस्तो होला यार लडिक छ यस्तो यस्तो झोल चाउमिनलाई हेर केटा यता ल अब कसले हो त नि खिच्दिने हाम्रो फोटो तानसेनको स्याबास लगाइदियो स्याबास नाइस 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 ठिकै ठिक 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 कसै कहाँ पर्छ क्या ल यो भाइ चाहिँ डेन्जर फोटो खिच्दै केटा सबैजना हिँड्छु म गरे फेरि म त पत्ताइन फेरि पत्याउने कुरो हुनु पर्यो तारिफ चाहिँ म आफै गर्न चाहन्न भाइले भने एकदम खुसी छु सुपारी दिएछौ क्या अन्त म त डराएँ जाने हो होइन चल्दैन हो आनन्द ल के हो यो यो ए थियो हिरा हो नि हिरा हो नि यता हेर हेर न अर्को पनि छ स्टोन हान्न थाल्यो स्टोन हान्न थाल्यो क्या हो स्टोन सरी स्टोन भने ल फेट्स लक है ब्यान्चेद ल राइडर चाहिँ रेडी यता अर्को राइडर पनि रेडी अब चाहिँ हामी कहाँहरू जाने अब पुगिन्छ चाहिँ कहाँ ल पानी मिनाको माछा ल जाउँ होइन तिमीले यहाँ बिहा गऱ्यो भने त अलिक टाढा पर्छ होइन भोलि गएर मर्दाखेरिमा कहाँ लाने हो डढाउन भन्ने रामपुर लाने हो रामपुर तर ससुराली भनेर क्या अब यतैबाट बिहा चाहिँ ससुराली यता भएन कता डढाउने विचार गरिस् बाबु ससुराली चाहिँ लाने हो मैले त सजिलो अब गाउँलेहरू कोही गयो भने होइन कता लाने भन्दाखेरि खाना बस्न कता भन्दाखेरि यता फेरि ससुरालीमा होटेल खोलिहाल्ने कि होटेल भएकोलाई बिहा गर्ने के अरे ससुराली भएको होटेलवालालाई बिहा गर्ने टाढा हुन्छ यता ल्याउँदाखेरिमा यता मुक्ति पाइन्छ भनेर भरम फैलाउनु पर्यो फेरि अहिले पो ल ट्याक्क कहाँ हो भन्दाखेरि दारू खाने ट्याक्क कालचिनीकोमा आउनु सजिलो भयो यहाँ आइसी त के को आउँछ यहाँ यत्रो घन्टा रमाइलो हो नि त वातावरण अब यसो बाइकमा होइन कहिले गाडीमा आउने बेलाहरू त्यहाँ दारू खान कम गाह्रो हुन्छ यति टाढा भएपछि यो खानाकुरो त म त रुचाउनु खोजेँ यस्तो शब्दहरू त यो चिज भनेको चाहिँ अब यस्तै हो ओके ल हामी चाहिँ अहिले आइपुग्यो पाल्पाको ठ्याक्कै पारिपट्टि आउन लाग्यो भनौँ न अब यताबाट चाहिँ उता पारि पर्छ अब एकैछिन 5-7 मिनटमा चाहिँ पारि पुगिन्छ हामी र त्यसपछि फेरि त्यहाँबाट पनि कति टाइम लाग्छ अरे पाल्पाबाट पान्सिङबाट ओहो अझै 1.5 घन्टाको बाटो बाँकी नै छ हजुर तपाईँहरूलाई चाहिँ अब इन्टरटेन त राम्रै हुने भयो अब
अब चाहिँ म बाइक चलाउन सकिनँ हजुर अब मौसमले यसो सपोर्ट गर्नु पर्यो मलाई ठिक छ कति हिँड्छु कि मान्छे आम्मामा। ल हो र अब यहाँबाट 1 घन्टा 15 एक मिनट घन्टा साथी भन्नु उसको मेरो साथी यहाँबाट 1 घन्टा 15 मिनटमा ल ओके बिजनेस होला कि तिमीलाई म त कालो भन्छु क्या हो धुलोले हेर न फेरि यो के जात थियो कति देखिन्छ सिसाले बाहिर मजाले देखिन्छ नि हो के ल यो लिन पनि पाइन्छ सन्तोषलाई नि अब जाडो अघि लास्टै भयो भन्दाखेरि यो लाएर हिँड्ने बाजी छ अलि ठिक छ अहिले त गरिम भएको छ नि एकछिनमा फेरि त्यो भित्र टाउजर उतार पनि हुन्छ अहिले साँच्चै हो ओके ल अब हामी लाग्न लाग्यौँ बोली मिठो कति नराम्रो आवाज चाहिँ मेरो के आफ्नै त्यसो गाइदिउँ भनेको त कस्तो वडा सुनेको कि ओके हस्त नमस्कार धन्यवाद म चाहिँ उडाइ छ फेरि कपाल पर के अरे के झरी त्यो के को कपाल पर भन्ने गीत छ है होइन भयो अस्ति भर्खरै नयाँ आएको फेरि जालैमा भन्नेवालाको तिम्रो गीत त कहाँ सुन्यौ त के हामी चाहिँ अब तानसेन पाल्पा चाहिँ नजिक आइपुग्न लाग्यौँ है ठोकै चस्मा भाँच्छ क्या हो कति मिठो हाँसो हो डरको माहौल छ फेरि पाहाडे अर्को मान्छे नहेर फेरि यस्तै त गरेको कसमा थियो मैले ओके मौसम क्या योवाला यिनीकै फेरि चाहिँ के अरे भीष्मदाईलाई मेन्सन हो यो चाहिँ तपाईँको एउटा स्ल्याङ वर्ड यता युज हान्दै पनि यिनीकै फेरि गरेर निधारमा घाममा परेर फेरि क्या निस्क्यो क्या हो घाँटीमा आइसक्यो होला त्यसको प्राइस छ भन्नेवाला गीत प्रमोट हान्ने क्या हो
अर्थ छाउनीमा भन्ने गीत के अरे अर्को तिम्रै छ नि म त काम गएँ त्यही भएर मेरो चाहिँ विदेशी गीतमा है उता डोगनबाट जाने हो भन्ने पुरी सर हुन देखि पर्छु greenery फेरि पनि घरतिर आए जस्तो हाम्रो अगाडि चाहिँ केलु गाडी हिँड्छ थियो त्यसलाई लुट्यो भने त कति हजारको तेल होला साथी यहाँ भन्दा ल कति लिटरको होला यहाँ छामेल छ है गइदिनेहरू अगाडि गएर झ्याम झ्याम केटाहरूको कमी छैन के अरे यहाँ सक्छ भनेको यो बेचे यो लुट नपाएको साथी मैले अर्को बाइक किनेर अर्को बाइक किनेर केटाहरूले जर पार्टी खुलाउँथे होइन के 2 दिनमा निस्किन्छ ए 2-3टा बाइक निस्किन्छ भनेको निस्किन्छ होला यार म त डेन्जर पार्टी दिन्छु केटाहरूलाई पहिला होइन अनि केटाहरूले पार्टी दिएपछि तिनीहरूले सोध्छ नि त के खुसीमा पार्टी भन्दाखेरि नयाँ बाइक किनेको पार्टी भन्थ्यो भाइ ठिकै होइन नयाँ बाइक किनिदिन्थ्यो फेरि ल हामी चाहिँ सत्यवती बजाई मन्दिरमा आइपुगिसकेका छौँ भयङ्कर टाढा लाग्यो यार यता चाहिँ सन्तोषजी यो ठाउँ यस्तो छ भ्यू पनि एकदम राम्रो छ यहाँको त त्यस्तो कहाँ भनेर भन्छ त नि अनि राम्रोसँग चिच्चाउनु पर्यो अलिकति थोरै चर्को बोल्नु त सकिन्छ भयो घुमे भयो ल म नि जुत्ता खोलेर जानु पर्यो ल चढाउनु पर्यो भेटी ल्याएको हो त गरम पहिला यहाँ ल बजाइ म आउँछु भने चाहिँ म आइपुगेँ बजाइ चाहिँ यहाँ हुनुहुन्छ हाम्रो यस्तो पूजा गरेको सामग्रीहरू यसरी छ यता छ अब यता पूजा गर्न आएको मान्छेको हालत यस्तो छ ल हाम्रो चाहिँ भेटी पनि लिएर आएको थियौँ है भेटी यसमै चढ यहाँ साइडमा राखिदिँदा हुन्छ त्यही हुन्छ त्यही साइडमा राख्यो नि टिकाहरू लिएर जानुपर्छ ल अब एकछिनपछि हामी यहाँ टक्क बर्मा के भन्छ त्यसलाई जस एउटा चिच्चाएर भन्नुपर्छ अरे यहाँ चाहिँ भनौँ अनि त्यसपछि सिफ्ट हान्दैछ त थ्याङ्क यू ल है यो डिजिटल खालको अलिकति मोडर्न खालको भयो चाहिँ भन किन हो र हो त नि होइन भन न किन हो र किन लजाएको र मतलब आफूले भन्ने कुरा नि ओके ल यहाँ चाहिँ विवाद बढ्दैछ फेरि कसले चाहिँ पहिला भन्ने कुरामा चाहिँ हाम्रो मौसमजीले चाहिँ भनिरहनु भयो अच्छा ल अब चाहिँ टिका आफूले मागेको कुराहरू सब पुरा होस् होइन कसैको मुखबाट केही नराम्रो सुन्न नपरोस् राम्रो प्रगति उत्तर प्रगति होस् अब बजाइले सबै चिजै मागेको त्यो पुरा गरिदिउन् ल तिमीलाई पनि सेम कति हल्का भएपछि न्युराले घाँटे अब जे माग्यो होला अब सबै पुरा होस्
भनेको माने आफूले के गर्न पर्ने हो त्यो आफूले जानेस् थाहा पाएस्। ओके हस् धन्यवाद। यहाँबाट चाहिँ हामीले चाहिँ अब के अरे ध्वजाहरू अब घरमा यसो टिकाहरू चाहिँ लान लगाइरहेको छौँ घरतिरको लागि। र अब यताको साइडको भ्यू चाहिँ यस्तो रहेको छ, एकदम राम्रो रहेछ ठाउँहरू चाहिँ, तर अलिकति बाटो चाहिँ अफरोड जस्तो हाम्रो साधनले गर्दा चाहिँ अलिकति अप्ठ्यारो भएको हो, त्यति साह्रै गाह्रो बाटो त होइन। ओके ल, अब हामी चाहिँ यहाँ पूजासुजा गरियो सकियो, अब बिस्तारै अब घरतिर नि फर्कनुपर्छ, टाढा छ फेरि बाटो, त्यो भएकै हुनाले अहिलेलाई चाहिँ यति नै। अब चाहिँ सिधै आधी बाटोतिर पुगेपछि चाहिँ फेरि हामी भेटौँ।